जस्तै लेखेको ठाउँमा चाहिँ अब के मैले बनाएपछि बनाउनु भने ढोकिन्छ हुन्छ तारहरू देख्न तपाईँको मैले कोरिसक्छु नि चित्र थाहा हुन्छ नभए अब सर हामी हेर्दै गर्छौँ पहिला बनिसक्नु मैले बनाएको छु नभए एरिया मलाई त सजिलो हो भने त्यो तपाईँको कम्प्युटर मेरो ठाउँ हुँदैन अब यो चाहिँ अर्थ टेस्टरको ब्याक साइड पछाडिपट्टिको भाग हो यो पछाडिपट्टिको भाग हो यो पछाडिपट्टिको भागमा चाहिँ 3वटा होलहरू हुन्छ प्वाल त्यसरी 3वटा प्वाल छ अब यो 3वटा प्वालमध्ये एउटा पनि ई लेखेको छ यो यी भनेको चाहिँ हाम्रो घरमा गाडेको अर्थिलेको छ नि हो त्योसँग गएर यहाँ कसा हामीले घरमा गाडेको अर्थिसँग जोड्ने अनि यो पी भनेको पोटेन्सियल स्पाइक र सी भनेको करेन्ट स्पाइक हो त्यो टेम्पोररी हामीले गाडेको सँग जोड्छौँ अनि त्यसपछि अब यो चिज के हो भन्दाखेरि चाहिँ टेस्टरको टेक्निकल नाम चाहिँ ब्याक प्यानल हो अहिले ब्याक पछाडिको साइड भनेर हिँड्छु अथवा ब्याक प्यानल लेख्नु ब्याक प्यानल पछाडिको साइड अथवा साइड यो अर्केस्ट्राको पछाडिपट्टिको भाग हो अगाडिपट्टिको भागमा चाहिँ यो स्केट हुन्छ होइन सेलेक्टर स्विचर हुन्छ त्यो पछाडिपट्टिको भागसँग अनि यसपछि चाहिँ अब यो चाहिँ यो हाम्रो जमिनको सतह अब यो चाहिँ घरमा गाडेको अर्थिङ हो अब यो चाहिँ हामीले टेम्पोररी रूपमा जमिनमा गाडेको अर्थिङ हो यो चिज चाहिँ हाम्रो अर्केस्ट्रासँगै आएको हुन्छ त्यो टेम्पोरेरी गाडी पनि गाड्नै पर्यो नि त्यो अलिक किला ठोकेर बनाएको थिएन त्यसरी गाड्छौँ भरे उठेर आफूसँग लाने हो त्यो टेस्ट गरिसकेपछि चाहिँ आफ्नो टुल्समा पर्छ जोको हिँड्नु अनि त्यसपछि यो जमिनको सतहलाई यसरी देखाइन्छ यो जमिनको सतह यो जमिन पनि गाडेको यो भनेको चाहिँ तपाईँको जिएल भनेको ग्राउन्ड लेभल जमिनको सतह हुन्छ अब यसरी यहाँ अलिकति ठाउँ राखेर बनाउनु हुन्छ अहिले यसरी तारेर जान्छ अड्छ अनि अब यो जुन छ नि यो भनेको चाहिँ हाम्रो गर्नुपर्ने टेस्ट गर्नुपर्ने अर्थ इलेक्ट्रोड भनेको घरमा गाडेको अर्थिङ चाहिँ यो हो पाइप अर्थिङ भने पनि रड अर्थिङ भने पनि प्लेट अर्थिङ भने पनि घरमा गाडेको अर्थिङ हो त्यसको अर्थिङको अवरोध कति छ भनेर चाहिँ हामीले टेस्ट गर्नुपर्ने छ अब यसपछि यो भनेको चाहिँ तपाईँको पोटेन्सियल यो पोटेन्सियल भनेको भोल्टेज सम्बन्धी कुरा बताउँछ पोटेन्सियल शब्दले पोटेन्सियल स्पाइक यो स्पाइक भनेको चाहिँ खुन्ती किला भन्ने कुरा हुन्छ डाइभर्सिकाली खुन्ती हुँदैन तिनीहरू स्पाइक हुन्छ पोटेन्सियल स्पाइक पी भनेर लेख्नु यसलाई
अब यो भनेको चाहिँ करेन्ट स्पाइक सी करेन्ट स्पाइक सी भनेको अनि अब यो घरमा गरेको अर्थिङबाट 5 देखि 10 मिटरको दूरीमा समानान्तर सिधासँग यो एउटा किला काट्नुपर्छ अनि यो किला काटेको ठाउँमा 5 देखि 10 मिटरको दूरीमा अर्को किला काट्नुपर्छ अनि त्यो चाहिँ अब घरमा अर्थिङ मानिलिनु यहाँ काटेको छ यहाँ अर्थिङ काटेको अब सिधा काटेको छ किला काट्यो पर काट्यो त्यो काट्यो भने त बन्द हाततिर हेर्नु भएन त्यसो ठुलो ठाउँ गर्दछ यो भन्दा एउटा चारतिर जता जता सिधा पर्छ त्यतैतिर ठुलो भनेपछि यो घरमा काटेको अर्थिङबाट यो हाम्रो पोटेन्सियल स्पाइक चाहिँ 5 देखि 10 मिटरको दूरीमा काट्नुपर्छ त्यो अहिले उसमा पनि आउँछ लेखेको पनि आउँछ त्यस्तै यो स्पाइकबाट यो स्पाइकको दूरी पनि 5 देखि 10 मिटर अब ठुलो ठाउँमा 10 मिटर सानो ठाउँमा त्यो 5 मिटर गर्दै काट्नु पर्यो अनि यति हजुर अब यति भइसकेपछि चाहिँ अनि त्यो अघि बेगरमा हिजो अस्ति मल्टिमिटरमा त्यो रातो कालो पात छिराउनलाई थियो नि खपटी पसाउने त्यो मेल फिमेल त्यो दुइटै छ त्यसमा फिमेल पस्छ हो त्यस्तै अब के गर्दै परेन आफै पस्छ यहाँ ल्याएर तार पसाइदिनु यसरी सकेट साइड हुन्छ अनि यो यी भनेर जुन होलमा पसाउनुहुन्छ नि हो त्यसलाई चाहिँ घरको इलेक्ट्रोडसँग जोड्नु परेर अब यो जोड्नलाई पनि के गर्नु पर्दैन तपाईँलाई उपरलाई क्लिप हुन्छ आएको त्यो क्लिपलाई थिच्नु आँगन चाहिँ यहाँ लगाएर छोड्नु सक्यो कपडा सुकाएपछि च्याप्छु नि हामी क्लिप हो त्यस्तो क्लिप आएको चाहिँ यहाँ पसेर तार लागेको हुन्छ अनि घरि क्लिप थिच्यो तार्नु आफ्नो सानो भड्कायो त्यस्तै यो पी भनेर लेखेको होलमा अर्को तार छिराउनु अनि यो तारलाई चाहिँ यो बिचको पोटेन्सियल स्पाइकमा लगेर जोड्नु यहाँ लगेर जोड्ने अब यहाँ लगेर जोड्दाखेरि कुन चाहिँ तारको मुखमा क्लिप हुन्छ त्यो क्लिपलाई खिच्नु अनि छोडिदिनु च्याप्छ सक्नु हो अरू त्यो इन्सुलेसन काटेर स्टुडियोबाट पसेर प्लानले डाइरेक्ट गरेर पनि पर्दैन त्यो त बुझ्छ चाहिँ जान्छ त्यस्तै यो हाम्रो फर्स्ट प्रेसरको ब्याक साइडमा सी लेखेको होलमा एउटा तार छिराउनु अनि यो चाहिँ लास्टको स्पाइकमा राख्नु लास्टको हो करेन्ट स्पाइक हो त्यसमा लगेर यसलाई चाहिँ त्यसरी पसिदिनु क्लिप हुन्छ आँगबाट च्याप्नु अनि यो तारहरू लगाइन्छ लाउँदाखेरि चाहिँ विचार गर्नु सबभन्दा छोटो तारलाई हेर्नु छोटो दूरीमा लाउनु अलिक लामोलाई यहाँ लाग्नु अनि सबैभन्दा लामो चाहिँ लास्टमा लाग्नु अब यो लामो तार चाहिँ भने यहाँ लाग्यो भने भोलि यो तारमा पुग्दैन अनि फेरि पनि खोलेर चाल्नु पर्यो त्यो चाहिँ यहाँ तारको झुप्पो आएको छ नि यहाँ यो चित्रमा रातो तार छ सेतो छ निलो छ एक एक झुप्पा छ बन्डल सबभन्दा ठुलो बन्डल लास्टको लागि राख्नु अलिक मडौलो बन्डल बिचको लागि राख्नु सानो बन्डल चाहिँ त्यो लजिएको दूरीमा राख्नुपर्छ नभए फेरि भने तारले नपुग्न सक्छ अथवा हुँदै भएन भने यो अर्थिङलाई बिचमा राख्नु भने सबैतिर ल्याएर अहिले चित्रमा राखेको छ अझै त्यस गर्दाखेरि यो मिटरमा यहाँनिर बाजा भागमा राख्दा पनि भयो सर यी चाहिँ अनि एउटा घरको तार ल्याएर हालेको पनि देखाउनुहुन्छ यो घरको तार ल्याएर हालेको चाहिँ यहाँ हुन्छ यो घरको तार हालेर जोडिएको हुन्छ जोडिँदाखेरि चाहिँ कुरा खोलिरहनु परेन घरको जुन दिनबाट आएर जोडिएको तार चाहिँ यसमा हुन्छ यही हो टेस्ट गर्नुपर्ने अर्थ घरमा गाडीको अर्थ चाहिँ हो घरमा जुन हामीले पहिले अलरेडी गाडी साइकललाई खोलिरहनु पर्दैन नखोलो तार चाहिँ कहाँ ल्याएर जोड्नु कि यो कहाँ त्यो घरमा अर्थिङको वाइरिङ गरेर ल्याएर जुन राख्छु नि त्यो चाहिँ योसँग जोडिएको हुन्छ यो प्लेट अर्थिङको पनि त भित्र प्लेटमा जोडिन्छ त्यो घरमा आएको दिनबाट आएको होइन जस्तो यहाँनिर अर्थिङ गराएको छ होइन यो गाड्ने त अलिक पर होइन हजुर अनि यो गाड्ने पर हुँदाखेरि अनि यो यहाँबाट लगेको तार चाहिँ दिनबाट फेरि तारबाट उतै लानु पर्यो अब पर्दैन यो त्यस्तो छ त्यो घरको वाइरिङ छ नि
तपाईँको घरको बारेमा डिबी बक्स हो होइन। अब यहाँ अधिकारी कोठा जाने सबै गएकै छ। अनि अन्तिममा लगेर हामी यो जमिनमा गाडी नै घरको जमिनमा यसरी गाडी होइन। अनि तपाईँको यो गाडी चाहिँ अहिले यहाँ कार मात्रै उठेर त्यो पाइपको सँगै देखाएर मोटो भएको त हुने कार त होइन। यो चाहिँ चिज हो घरमा काटेकै हड्डी हो यो खर्चको चिज चाहिँ त्यस गर्नुपर्ने अर्को रोड भनेको घरमा पनि हामी अति त्यही टाढा लगाएर त्यो टिपा लगाएर हाम्रो भने त डिबी बक्सबाटै लाँदा भइगयो। त्यो जङ्गल घारी पलाएको छ। अब त्यहाँ पुग्न सकिएन, पानी तपाईँको छ भने त्यो डिबी बक्स भएर हाले पनि भयो। तर त्यो हाले पनि नि फेरि यो त गाडी हो त्यो दुईजना बुझ्नुहुन्छ। दुईटा त गाडी भयो। यो दुईटा त गाडी भयो। यसरी चाहिँ त्यो अब मलाई अब यो जियरको पनि ग्राउन्ड लेभल अथवा जमिनको सतह अब यति गरिसकेपछि अबको प्रक्रिया छ। अब प्रक्रिया गर्नुपर्ने छ। अब रेजिस्ट्रेसन अथवा अनरेजिस्टर्ड भन्ने पनि एउटै नाम हो। त्यसबाट चाहिँ अनरोमा टेम्पोरेरीमा दुईवटा अर्थिङ गाड्नुपर्छ। अब यो गाड्ने अर्थिङ पनि हाम्रो अर्थ टेक्सरसँगै आउँछ। यो सामग्री त्यो जिआईको स्पाइकहरू किलाहरू हो। अनि यो किलाहरूलाई गाड्दाखेरि चाहिँ हामीले घरमा गाडेको जुन अर्थिङ छ नि यो अर्थिङसँग सिधा हुने गरी 5 देखि 10 मिटर दूरीमा एउटा किला गाड्ने। अनि फेरि यसबाट 5 देखि 10 मिटर दूरीमा अर्को किला गाड्ने। कस्तो हो सर सिधा जस्तो घरमा जुन गाडेको अर्थिङ छ घरमा गाडेको अर्थिङ हाम्रो ठाउँबाट सिधा हुने गरी 5 सिधा भने कस्तो मास्तिर तलतिर होइन त्यो खाली ठाउँ जता छ त्यतै जानु। अनि सरले भनेको तपाईँले दिन तालिममा सहभागिता मात्रै हुनुभएको पाउन गाडेको त्यही सहभागिता भनेर हामी दिन सक्छौँ। त्योभन्दा अब त्यही त यता हामीले चाहिँ